guys, welcome to my Khumai vlog. Guys, our journey to Khumai is started when here from Harichok. हाम्रो साथीहरु चाहिँ हरिचोकबाट हेमचाबी अन्चु गएर बसिसक्नु भएको छ. And we are here with brother and sister. चाहिँ अहिले लाचोक जाने क्रममा छौं. यहीबाट हिमालको एकदम मनोरम गाचोकबाट नै हाम्रो माछापुच्छ्रे हिमाल एकदमै सुन्दर र रमणीय देखिरहेको थियो. यहाँका धानका बालाहरू झुलिरहेका थिए. एकदमै रमाइलो लागेको थियो यो देखेर. चोक छोडेसँगै हामी खुमै डाँडा पुग्नको लागि सरीपाखाको उकालो चढ्दैछौँ. यस्तो छ बाटोको अवस्था. यो अफरोड छ. स्कुटरले नतारेर एउटा दाइ फस्नु भएको रहेछ. दिदी मै इज कलिङ अस. हामीले चाहिँ सरीपाखामा आएर हाम्रो बाइक स्कुटर चाहिँ पार्क गऱ्यौँ. अब हाम्रो चाहिँ पैदल यात्रा सुरु हुन्छ. Such a amazing view from Saripakha. फुलहरू सँगै हिमाल. We are here at Tuvi Hilltop. यहाँबाट चाहिँ यस्तो दृश्य देखिरहेको छ. सुरुमा चाहिँ जङ्गलको बाटो एकदमै हिँड्न रमाइलो लागेको थियो. आई वाज ओभर एक्साइटेड एन्ड हियर इज स्टोन. धेरै ट्रेकिङ नगर्ने भएको कारणले हामी चाहिँ अलिकति हिँड्दै बस्दै गफ गर्दै हिँडेका थियौँ. अनि बिचमा केही पोखरेली साथीहरू पनि भेटिनु भएको थियो. उहाँहरूसँग गफ गर्दै यात्रा सुरु गरेका थियौँ. हियर यु क्यान सी सम क्लिप्स. A long travel, we finally reach out to the हिले खड्का. यस्तो मनमोहक दृश्य हिले खड्काबाट देख्न पाइदो रहेछ. एन्ड हामीले केही फोटोसोटो लियौँ यहाँ चाहिँ भ्यूमा. अनि हामी मुभिङ टुवर्ड्स आवर नेक्स्ट डेस्टिनेसन. यसै गरी यात्राको क्रममा चाहिँ च्याउलाई चाहिँ खाएर चाहिँ यात्रा अगाडि सफल पारौँ भन्ने मुख्य उद्देश्यले चाहिँ हामी अगाडि बढेका छौँ. हामी चाहिँ जम्मा 7 जना छौँ अहिले. बाटो नभएको कारण यसरी भागी बोक्ने चलन रहेछ. थकै मार्दै 3-4 घण्टा हिँडेपछि हामी हाम्रो खाना खाने डेस्टिनेसनमा आइपुग्यौँ. बल्ल दुःखको सास फेरेका थियौँ. सबै खुसी भएका थियौँ यो ठाउँ देखेर. मिठो खाना खाएपछि केही गीतहरू पनि गाएर रमाइलो Finally we reached to the Devrali. 3-in-1 coffee with beautiful people's peaceful environment. रमाइलो भएको थियो. देउराली आइपुग्यौँ. यहाँ चाहिँ परम्परागत हिसाबले ध्वजाहरू बाँधेर पूजा गर्ने चलन रहेको जस्तो यो दृश्यले देखाइरहेको छ. यहाँबाट तल पोखराको दृश्य पनि एकदमै मनोरम देखिरहेको छ. हामी 3-4 वटा डाँडा पार गए पछाडि यो मनोरम ठाउँमा आउन सफल भइसकेका छौँ. एकदमै रमाइलो. अब हिँड्दाखेरि अलिकति कठिन त हुने नै भयो होइन. यात्रा र अनि मिठो फल लुकेकै ठाउँमा हुन्छ भन्थे हो. त्यसैको लागि नै हामी बिहानबाट चाहिँ यात्रा गरिराखेको छौँ. जङ्गलै भए पनि एकदमै राम्रो मान्छेले नै बनाए जस्ता रुखहरू छन्. एकदमै आर्ट गरेर राखे जस्ता. यी 100औं वर्ष पुराना रुख जुनमा प्रकृतिको एकदमै खानी रहेको छ. We reached रेस्ट क्याम्प है. अझै हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ उहाँ निलो घर देखेको ठाउँमा हो खुमै डाँडा.
यहाँबाट पनि एकदमै राम्रो भ्यूहरू देखिरहेको छ। एकदमै हेभनमा आए जस्तो भ्यू छ। बादलहरू एकदमै राम्रो देखिरहेछ। फाइनल स्टेप टु रिच खुमै डाँडा। यहाँ चाहिँ पाखाभरि बुकी फुलेको रहेछ, एकदम राम्रो देखिरहेको छ। यहाँबाट ओभरअल भ्यू पनि देखिरहेको छ। हामी चाहिँ सनसेट हेर्नको लागि खुमै डाँडा नै पुग्ने एकदमै ठुलो इच्छा थियो, तर ठाडै उकालो भएको कारणले ढिला हिँड्यौँ र सनसेट बाटोबाट पनि नै हेऱ्यौँ। एकदमै थकित भइसकेको थियौँ हामी। हाम्रो ब्यागहरू पनि दाइले क्यारी गरिदिनु भएको थियो। दिस इज दी Almost we reached toward our destination. This is the beautiful sunset view from here. बढी नै भएको कारणले डिनर गरेर सुतिहालेका थियौँ। थकाइको कारण हामी बिहान उठेर कोर्सनमा गएर भ्यू हेर्न सफल भएनौँ, तर पनि हामी चाहिँ तलबाट नै भ्यूहरू हेऱ्यौँ, फोटो खिच्यौँ, टिकटक बनायौँ अनि रमाइलो गऱ्यौँ। हियर इज द टिकटक आई मेड। दिस इज चिसोमा चिसो बतासै चल्यो, सिरेटोले हान्यो माया, केले तान्यो मन उड्यो चङ। एकछिन त्यही रमाइलो ठाउँमा हरायौँ, फोटोहरू खिच्यौँ, भिडियो खिच्यौँ। त्यस पछाडि चाहिँ हामी चाहिँ होटलबाट ब्रेकफास्ट गरेर हाम्रो घर फर्किने, पोखरा फर्किने तयारी गरेर निस्कियौँ। यो चाहिँ हाम्रो ब्रेकफास्ट थियो। त्यहाँको एकदमै लोकल खाना मिठो थियो। नाचगान पनि गरेको थियो। Oh